मानिसको त सामान्य वृत्ति छ प्रेम। प्रेम त सबैले खोज्छ। बच्चालाई नि प्रेम चाहिएको छ, युवालाई नि चाहिएको छ, बुढालाई नि चाहिएको छ। सामान्य नैसर्गिक अवस्थालाई दबाउने, प्रेम नगर, शादी नगर, हेर्दै नहेर, लुकेर हेर्छ, बलात्कार गर्छ। सबै घरमा आमा बुवाले त बच्चा बच्ची त आफ्नो दुईटाको रिलेसनसिपले पाएको हो। कोही बच्चाले चाहिँ नि एउटा शब्द कोही बोले कुनै चिज भने कति गाली खान्छ। अब नैसर्गिक चिजहरू छ, सामान्य आवश्यकताहरूलाई दबाउन खोजेपछि ट्रेडिसनल सन्यासहरूमा धेरै ठुलो विग्रहहरू आए। ओशोले त्यसको विरोध गर्नुभयो र भन्नुभयो म चाहिँ यो यस्तो खालको सन्यासहरूलाई अब तपाईँ हामी कसैले त्यो सन्यास पालना गर्न पनि सक्दैनौँ कि। र 12 वर्ष ब्रह्मचार्य बस्न को तयार ल भन्नुहोस् त, यहाँ हात उठाउनुहोस्। म त सक्दिनँ, तपाईँहरू सक्नुहुन्न। त्यही भएर त यहाँ ओशोमा आउनुभयो। ब्रह्मचार्य गर्नेहरू अहिले जेलमा कति छन् हेर्नुहोस्। त्यहाँ जबरजस्ती 12 वर्षको ब्रह्मचर्य लगाउँछ। ब्रह्मचर्य त एउटा बाहिर शरीरलाई जबरजस्ती गराउँछ, मन त पुरै खतम भोगी छ। मौका पायो भने बलात्कार गर्छ। त्यसकारणले गर्दा ओशोले भन्नुभयो आफ्नो नैसर्गिक आवश्यकतालाई नजरअन्दाज गरेर, दबाएर, अघि भने जस्तो बन्देज लगाएर, बाहिर देखाउन त एकछिन बन्देज गर्नु होला, तर मान्छेको त्यो भित्री आवश्यकतालाई बन्देज कहाँबाट लगाउनु। त्यसैले गर्दा यो संसार एकदम कुरूप भयो। म यस्तो सन्यास ल्याउँछु जहाँ परिवारमै बसोस्, मान्छे प्रेम गरोस्, बालबच्चा पाओस्, तर आफ्नो रूपान्तरणको लागि चाहिँ नि ध्यान गरोस्। सन्यास भनेको सत्यको बाटोमा हिँड्न कोसिस गर्ने एउटा पथिकहरूको मार्ग हो। सन्यास भनेको सन्तहरूसँगको चाहिँ सहवास अथवा सत्यसँगको सहवास। जो सत्यको मार्गी छ नि, सन्यास लिनु भनेको सत्यको बाटोमा हिँड्नलाई प्रेरित हुनु। सत्य के हो त? जे पनि सत्य हो। संसार पनि सत्य त हो नि। घरबार पनि त सत्य हो। बिहा गरेको छ, गृहस्थ छ, श्रीमती छ, बच्चा बच्ची छ, श्रीमान छ, त्यो पनि त सत्य हो। हाम्रो यो पूर्वीय संस्कृतिमा के थियो भने उपनिषदको ऋषिहरूको बेलाको समय कुरा गर्छु, वेदको बेला कुरा गर्छु। ओशोले भन्नुभयो त्यो बेला चाहिँ नि सत्यको मार्ग घरमै बसेर, गृहस्थमा बसेर पनि मान्छेहरूले प्र्याक्टिस गर्थे। घर थियो, श्रीमान श्रीमती थियो, बालबच्चा पाउँथे, तर पनि उनीहरू चाहिँ सन्यासको प्र्याक्टिस गर्थे। उपनिषदको ऋषिहरूले सत्यको बाटोमा हिँड्ने हो। तर पछि के भयो भने बुद्धको बेलापछि, बुद्ध आएपछि बुद्धले चाहिँ नि सन्यासलाई पुरै उल्टाइदिनु भयो। घरबार छोडेर, भिक्षु भएर घरमा बसेर चाहिँ सन्यास सम्भव छैन। हामी चाहिँ नि किनभने त्यहाँ धेरै प्रक्षेपणहरू छ, मोह छ, माया छ, जाल छ, घर छ, बार छ, होइन, छोडेर घरबार छोडेर गर्नुपर्छ। महावीर बुद्धको त्यस्तै भयो। त्यसपछि हाम्रो यो सनातन संस्कृतिमा पनि विग्रह आयो। मेन चाहिँ नि यसमा चाहिँ विग्रह मतलब ल्याउनु भयो शङ्कराचार्यले, जुन हाम्रो पूर्वीय संस्कृतिमा थिँदै थिएन। परिवार लिएर हाम्रो पुरानो ऋषिहरू त घर तपाईँ सुन्नुभएको छ नि, ऋषिहरूको बच्चा जुन पराशर ऋषिको छोरा उद्दालक ऋषि, उद्दालक ऋषिको छोरा फलाना ऋषि, सुनिराख्नु भएको होला। यहाँ हाम्रो गोत्रहरू पनि भन्छ नि, आत्रेय गोत्र, काश्यप गोत्र, सबै ऋषिहरूकोबाट आएको सन्तानहरूको नाम भनेपछि हाम्रो त्यो पूर्वीय संस्कृतिमा, सनातन संस्कृतिमा घरबार छोडेर, गृहस्थ छोडेर सन्यास गर्ने परम्परै थिएन। सँगै गृहस्थ, सँगै ध्यान, मेडिटेसन, साधना पथ जान्थ्यो। बुद्धले चयन गर्नुभयो। त्यसपछि यस्तो हाम्रो सनातन संस्कृतिमा विग्रह आयो। सबै चाहिँ बुद्ध धर्ममा लाग्न थालेपछि शङ्कराचार्य जब आउनुभयो 1400 वर्ष अगाडि, अनि उहाँले चाहिँ नि यो हिन्दू संस्कृतिमा पनि सन्यासको परम्परा ल्याउनु भयो। घरबार छोडेर 10 नामी भन्छ नि, गिरी, पुरी, भारती इत्यादि, त्यो चाहिँ शङ्कराचार्यले ल्याएको। पहिला सनातन यो संस्कृतिमा थिँदै थिएन। त्यसपछि सन्यास भनेपछि के भयो भने घरबार छोड्ने, जङ्गलतिर जाने, खोलामा बस्ने, मठ मन्दिरमा बस्ने, बिहा नगर्ने, त्यागी भिक्षुहरूको। अनि ओशोले के भन्नुभयो भने म फेरि त्यही पुनः सनातन संस्कृति ल्याउन चाहन्छु, जहाँ मेरो सन्यासी घरमै बस्छ, गृहस्थमै हुनसक्छ, बिहा पनि गर्न सक्छ, प्रेम पनि गर्छ, बच्चा पनि पाउँछ, आफ्नो सामाजिक कर्तव्य सबै पुरा गर्छ, तर आफ्नोलाई आफ्नो आत्मरूपान्तरण, म को हुँ, यो संसारमा म किन यो जन्मेर आउनु पर्यो हो, म भित्रको चाहिँ त्यस्तो के छ जसले मलाई यो संसारमा चलाइरहेको छ, स्वयंको खोज के। त्यसकारणले ओशोको सन्यासको मार्ग भनेको एक हिसाबले यदि स्वयंको खोजलाई स्पिरिचुअलिटी भन्ने हो भने, गृहस्थमा बसेकालाई संसार भन्ने हो भने, संसार र आध्यात्मको सामञ्जस्य
दुईटैलाई सँगै लानु पर्यो। संसार त सबैमा संसारै छ नि, यो आश्रम पनि त संसारमा छ, किनभने यो त दोबिल्लामा छ, दोबिल्लाको संसारमा छ। आलु तरकारी बिहानभरि हामीले जुन पकाएर यहाँहरूलाई खुवाऊँ त्यो पनि त बजारबाट किनेर ल्याएको, संसारबाटै ल्याएको। यहाँहरूले त्यहाँ अफिसमा पैसा तिर्नुभयो त्यो पनि त संसारी हो। थोरै आश्रम भनेर बाहिर कुनै आध्यात्मिक धार्मिक त होइन, संसारभित्रै छ। यो सबै चिज संसारीको मात्र यति हो। त्यसमा आध्यात्म जोडेर, स्पिरिचुअलिटी जोडेर आफ्नो रूपान्तरणको साधना पथ जोड्यो भने चाहिँ ओशोको मार्ग भयो। त्यसै ओशोले घरबार छोड्न पनि भन्नुहुन्न, तर आफू तपाईँको दृष्टि परिवर्तन गर्नुहोस्। अब एकदम घर मात्रै जोड्ने, अघि मैले भने नि छोराछोरीलाई होइन हुर्काउने, छोराछोरी व्रतबन्ध गराउने, बिहा गराउने, बालबच्चा बनाउने, नाति खेलाउने, अर्को घर जोड्ने, 3टा घर बनाउने, फ्याक्ट्री बनाउने होइन, अनि अन्तिममा मर्ने, त्यही त हो नि। त्यसको खोज मात्रै भएन। हामी त यो खोज कि म यो संसारमा किन यो जन्मेर आएको, 84 करोड जन्म हुन्छ अरे के, बारम्बार किन जन्म लिनुपर्ने रहेछ, के हो त मेरो, के त्यति नै मेरो हो, म जन्मेँ, हुर्केँ, बढेँ, जाहिर खाएँ, बिहा गरेँ, बालबच्चा पाएँ, यो गरेँ, फेरि भोलि म जिन्दगीको चाहिँ नि मेरो लक्ष्य चाहिँ के त्यति नाति नातिना खेलाउने अनि मर्ने हो, यतिको लागि नै जन्म्या होला त। सबैले एकचोटि सोच्नु त आफूलाई। ओशोले भन्नुहुन्छ त्यो स्वयंको खोज के हो त, म भित्र के छ त्यस्तो, त्यो चाहिँ नि आत्मरूपान्तरणको एउटा मार्ग हो। सन्यास भनेको दृष्टिलाई उल्टाउने। दृष्टि संसारतिर मात्रै कुदिरहेको थियो भने अब आफूभित्र गर्ने त्यही नै हो। जागिरै खानुहोस्, व्यवसाय गर्नुहोस्, बालबच्चा पाल्नुहोस्, हुर्काउनुहोस्, नाति बनाउनुहोस्, केही फरक परेन, गर्नु, सबै गर्नु, तर आफूलाई पनि समय दिनुहोस्। म भित्र त्यस्तो को छ जसले यी सबै चिज भोग गरिरहेको छ, सबै अनुभव गरिरहेको छ। र फेरि जो बच्चा थियो, जो युवा भयो, जो भोलि वृद्ध हुन्छ, जो भोलि सायद मर्छ, स्योरै सर्ट छ, 100% छ मर्छ, को छ त त्यहाँभित्र? त्यसको खोज भनेको रियल सन्यास हो। यो माला चाहिँ नि त्यो एउटा त्यसको चाहिँ नि एउटा रिचुअल हो कि कसरी यो अब म आजको दिनबाट म त्यो आफूभित्रको सत्यको खोजमा लाग्छु भनेर एउटा कमिटमेन्ट हो। र ओशोले चाहिँ त्यो कमिटमेन्ट गर्नलाई माला दिनुभयो र यो माला दिएर भन्नुभयो, लकेट अब म तिम्रो यो बाटोको लागि, सत्यको बाटोमा जुन तिमी हिँड्छ त्यसको म साक्षी छु, म तिमीलाई गाइड गर्छु। ओशो हाम्रो गुरु हुनुहुन्छ, त्यस कारणले यो माला। अब अरू धेरै पाथहरू छन् जुन पाथहरूमा चाहिने तपाईँको केही न केही परिवर्तनको कुराहरू गरिन्छ। स्योर अरूको कुरा मैले गर्न जानेन। ओशोको पाथमा चाहिने मेडिटेसन चाहिँ एउटा अनिवार्य शर्त हो, ध्यान। त्यसपछि यो माला जुन सन्यासमा पाइन्छ त्यो लगाउनु पर्छ। ध्यान शिविरहरूमा आउने, उसको साहित्यहरूलाई अध्ययन गर्ने र आफूलाई त्यो रूपान्तरणको मार्गमा चलाउने। रियल भन्ने भने सन्यासको अर्थ अघि नै बुझेर सत्यको बाटोमा म हिँड्न, सत्यको यात्रा पथमा लाग्ने यात्री हो। अब ट्रेडिसनल हिन्दू सन्यास यहाँहरूलाई थाहा छ कि थाहा छैन? ट्रेडिसनल हिन्दू सन्यास जुन अहिले पनि छ त्यसमा चाहिँ 12 वर्ष तपाईँको पहिला ब्रह्मचार्यको घोषणा गर्नुपर्छ। 12 वर्ष म पुरा ब्रह्मचारी हुन्छु। त्यो सन्यास लिइसकेपछि त त्यो टच पनि गर्न पाउँदैन। मैले घोषणा गरेँ होइन म 12 वर्ष ब्रह्मचारी, टच पनि गर्न पाउँदैन। टच गरेपछि गङ्गा नुहाउन जानुपर्छ अथवा केही गर्नुपर्छ, अथवा त्यो दिन काउन्ट गनेर फेरि माइनस गर्नुपर्छ। 12 वर्ष पछाडि अनि बल्ल दीक्षा पाउँछ। ट्रेडिसनल सन्यासमा 12 वर्ष पछाडि दीक्षा पाउँछ। त्यो दीक्षामा पनि तपाईँको थाहा पाइहाल्नुभयो, कपाल घुटाउँछ, आफ्नै श्राद्ध गर्छ, राम्रो बेडमा सुत्न पाउँदैन। यहाँ त तपाईँ मजाले दाल भात तरकारी खाइयो, त्यसमा खाने पनि सर्टेन उयोहरू हुन्छ। कोही बस्नुभयो भने नि केटा आधा भाग, केटी आधा भाग बस्छ। आधा केटातिरको केटीलाई हेर्न पनि पाउँदैन। यतातिर हेऱ्यो भने लुकेर हेर्छ केटा, हेर्न त पक्कै हेर्छ।